प्रधानमन्त्री बालेन्द्र शाहले गरे अर्को चमत्कारिक निर्णय। सारा नेपाली चकित, प्रतिपक्षी दलहरू हेरेको हेरै। हो दर्शकबिन, बालेन सरकारलाई कमजोर बनाउन प्रतिपक्षी दलहरूले जस्तो सुकै घटिया हत्कण्डा अपनाए पनि बालेन शाह नेतृत्वको सरकारको रफ्तारलाई रोक्न भने सकेका छैनन्। विभिन्न अनावश्यक बहानाबाजीमा सदन अवरोध गरिरहे पनि सरकारले आफ्नो काम जनतासँग गरेको वाचा अनुरूप नै अगाडि बढाइरहेको छ। प्रतिपक्षी दलहरूको निकृष्ट षड्यन्त्र र सरकार विरुद्धको घेराबन्दी संसदीय तमासा भन्दा बढ़ी अरू केही साबित हुन सकेको छैन। उनीहरूलाई लागिरहेको छ, हामीले संसदमा यसरी सरकारको विरोध गर्दा जनतामा बालेन शाह र रासोपाको छवि बिगार्न सफल हुनेछौं। तर उल्टै उनीहरूलाई जनताले थुक्न थालेको तिनीहरूलाई अत्तो पत्तो समेत छैन। पुराना दलहरूले आफ्नो बरकतले नभ्याएर नयाँ भनिएको श्रम संस्कृति पार्टीलाई सरकार विरुद्ध परिचालन गरिरहेको छ। किनभने पुराना दलहरूप्रति जनविश्वास गुमिसकेकाले तिनको बोलीको ओजन पनि समाप्त भइसकेको छ। त्यसैले संसदीय तमासाको मुख्य खलपात्रको रूपमा हर्क साम्पाङलाई उभ्याइएको छ, जो कुनै कारणै बिना सरकार विरुद्ध नाराबाजी गर्ने मौका ढुकिरहेका हुन्छन्। सरकारलाई विधिमा चल भन्दै आफै विधि विपरीत हरकत प्रस्तुत गर्दछन्। वास्तवमा विधि भनेको के हो हर्क साम्पाङ स्वयंलाई समेत थाहा छैन। यदि थाहा भइदिएको भए दलको तर्फबाट बोल्ने वक्ताको नाम लिखित रूपमा सभामुखलाई बुझाउनु पर्छ भन्ने उनलाई थाहा हुनुपर्ने हो। अनि सदनमा अमर्यादित हरकत गर्न वर्जित छ भन्ने पनि बुझ्नु पर्ने हो। उनी त गाउँमा मासु काट्दाखेरि मासुको भाग नपुगेर गाउँलेसँग तत्त र मम गर्दै बाजेको जस्तो गरिरहेका छन्। यसले जनतामा उनकै छवि गिराइरहेको छ। उनको पार्टी परित्याग गर्नेहरूको बढ्दो संख्याले पनि यो कुरालाई पुष्टि गरिरहेको छ। तर उनी त कांग्रेस, एमाले र माओवादीले पछाडिबाट भरिदिएको हावाका कारण घमण्डले यसरी फुलेका छन् कि एक दिन आफै प्याट फुट्नेछन्। तर बालेन शाह नेतृत्वको सरकार भने यी सबका बावजुद पनि निरन्तर जनअपेक्षा अनुरूप काम गर्न व्यस्त रहेको छ। बालेन शाहले पछिल्लो समय गरेको एउटा निर्णयले उनको लोकप्रियतालाई ह्वात्तै बढाइदिएको छ। उनले म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनको माग अनुसार विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरी कुल बजेटको 1% हिस्सा उक्त मन्त्रालयलाई प्रदान मात्रै गरेका छैनन्, त्यो मन्त्रालयको ताला चाबी नै महावीर पुनलाई जिम्मा लगाइदिएका छन्। यसबाट उनले दुईवटा सन्देश दिन खोजेका छन्। पहिलो सन्देश, बालेन नेतृत्वको सरकार अल्पमत र बहुमतको राजनीति गर्दैन। यदि सही सुझाव भए सदनमा एक्लै रहेका सांसदको पनि कुरा सुन्छ र कार्यान्वयन गर्छ। दोस्रो सन्देश, सरकार रासोपाको मात्रै होइन, देशको भलो चाहने हरेक व्यक्ति, राजनैतिक दल सरकारको सहयात्री हुन्। मन्त्री बन्नका लागि रासोपाकै सांसद हुनुपर्छ भन्ने छैन, देशको हित चिताए मात्रै पुग्छ। बालेन शाहको यो कदमले अघि सुरुमा चर्चा गरिएको